मधुसा ख्वाजक जुसा क्या वारे निर्माया अहिले जी ज्ञात हजुर अहिले वो ढुङ्गा चाहिँ माउन यो कोही धा ढुङ्गा न जी मौसिने चाहिँ माउन चाहिँ एक थप्पड नकालेला हजुर तिम्रो जस्तो मुटु मेरो पनि हामीले आश्रय र थौटक अथवा नेवा आइडल सिजन 2 या विनर जो ला चाहिँ घन घन मम्मी वो छौ थप्पड नढुका मलाई लाग्छ एकदम हजुर नमुना बनाइदियो पागल प्रेमीको जिउ चाहिँ नेवारी टोन होला दका चाहिँ जित सेकेन्ड लाकुको दका चाहिँ जी नेने खना हजुर जहाँ छन् बुद्धका आँखा बिफोर जोइनिङ नेवा आइडल चाहिँ जी चाहिँ नेपाल भाषा खै मलाई न देशले रगत मागे इन्डियाले चाहिँ एकदमै रेस्पेक्ट देज अ सिङ्गर फ्रम नेपाल धका चाहिँ एकदमै प्रेज हेर्न दिला नेवा खेलेन नेवा मे हालेको चाहिँ इन्डियन सिङ्गर्स चाहिँ यक्कोइदो मोहम्मद अजिज कुमार सानु अहिले यक्कोइदो छन् तलुमङ्का गबले जितने जो खै त चाहिँ पहिला नि चाहिँ रेस्पेक्ट एन्ड डक हजुर जस्तै दाफा मेल हैन हजुर भजन दाल हजुर तिम्रो तस्बिर बोल्छ तर तिमी भने ठ्याक्क टिनेज ले चोखनी 18 धाले मलाई अहिले अबले चाहिँ छौ फिलिङ्स होइ छु नि हजुर हजुर मलाई सोजक सोसा गायोमै लिकवे मायोमै निजक न्युसा गायोमै त्यो चाहिँ सिक्रेट हो जी चाहिँ गब्ले नै सेयर भयो हैन हजुर थोखा चाहिँ जिसा चाहिँ वो ट्रफी चाहिँ गब्ले नै नेवा भए मलाई हजुर मनु न पार्टिसिपेन्ट जुया हजुर थगु भ्यालु इम्पोर्टेन्स हजुर हजुर मसिला हजुर जित चाहिँ न्यापले कमेन्ट भएछ नि पर्फर्मेन्स यो बारे हजुर मेन सिङ्गिङ कम्पिटिसन ख कम्पिटिसनलाई ख ओपट्टि चाहिँ पर्फर्मेन्स चाहिँ न ध्यान दिएमा तर मेन जज पनि छ मेन ध्यान बिउला सूर्य ख नि हजुर हजुर जुन विकनेस ख वो न कमेन्ट हान्दै दिला तर जिको पोजिटिभ न ताइ दिला हजुर वेला याक्न चाहिँ होली फुली न होइन होला होली फुली छौ मेन ठाउँ हालिमाली होला अबिरया होली त चाया लालसे अबिर छङ्गु ख्वा हिसिदै काबी जोजलपा सोक्मी पास्पी छिक्पी सक्सी त त्यो नवीन साके पोडकास्टै जिन लस्कु स्यान्छ न थौ चाहिँ नि जिनापदि चाहिँ नेवा आइडल सिजन 2 या विनर आश्रय रञ्जित ज्यू थौ वेकनापे खला बलायागु जे जोजलपा आश्रय जोजलपा सर लस्कुस दो एकैको सुबा जो आश्रय चाहिँ नेवा आइडल सिजन 2 या विनर जो हिसाब हो हजुर दक्ले नापला औसा छौ मे यु न्यू लाइन सूर्य मालिका ज्यू सर थोमे चाहिँ जी चाहिँ न्यू आइडल सिजन 2 यो डिजिटल अडिसन हजुर जीको स्टार्टिङ न्यू आइडल सिजन 2 यो जर्नीले अहिले जी चाहिँ थोमे चाहिँ हालेको ख हजुर वेमे छिपिन्यो नि जो जो हस नपुचुने मधुसा ख्वाजक जुसा क्या वारे निर्माया नपुचुने मधुसा ख्वाजक जुसा क्या वारे निर्माया छङ्गु ख्वा मखतले नेगुतिले मग्या जिता सोवारे निर्माया छङ्गु ख्वा मखतले नेगुतिले मग्या जिता सोवारे निर्माया नपुचुने मधुसा ख्वाजक जुसा सुबादो थुपाली चाहिँ जिम्तन आश्रय रञ्जित नेवा आइडल जुल योको लेतालु छ एकैको सुबा न्यू जेनेरेसन न्यानी होला ला जो दक्ले नापाला थियो तो नेवा आइडल सिजन 2 जुइटौँ ढका आश्रय न गेनासिल जी चाहिँ जित चाहिँ दक्षिबे नापा चाहिँ बाबा न चाहिँ इन्फर्म हेर्न दिला हजुर न्यू आइडल सिजन 2 जुइटौँ दु ढका चाहिँ तर जी चाहिँ न्यू आइडल सिजन 1 यो बारे चाहिँ नेना हजुर छा दासा जी उबले चाहिँ न्यू आइडल सिजन 1 यो चाहिँ एडिटर भिडियो एडिटिङ याना अहिले उबेला जी एबिसी टेलिभिजन
जयासँग ए नेवा आइडल सिजन 1 यो भिडियो एडिटिङ यानो हजुर अहिले फर्स्ट सिजन म यो कारण फर्स्ट सिजन चाहिँ जी चाहिँ मसिया मस्यो हजुर त्यहाँले लिपादिन जोइन जो वो टिम की सिजन जी एबिसी टेलिभिजन भिडियो एडिटिङ याना छ ना हजुर अहिले न्यू आइडल टिम न चाहिँ एबिसी टेलिभिजन अब चाहिँ कन्ट्याक्ट याना चाहिँ लिपा कोलाबोरेट याना या हजुर का मलाई अहिले नक्तिनी अंकना वायु ना कहिदिला छुजुलो वेको ना बाबाई ना चाहिँ अभेन्द्र रञ्जित अहिले वेकन छितो सांगीतिक खयमय ख कि घटे वेको चाहिँ जिको फ्यामिली एकदम सङ्गीत डुबे जुको ख हजुर ब्याकग्राउन्ड चाहिँ साङ्गीतिक चाहिँ मरु तर मे नियमित हाले त चाहिँ कोही ए फुको इन्ट्रेस्टेड ख हजुर एकदम छ नियन मध्येला ड्याडी न पहिला चाहिँ सिङ्गर जु इच्छा ढुकी मर रहा नेना बाबा चाहिँ सरकारी जागिर हजुर अहिले वेक लास्ट छ यो रेस्पोन्सिबिलिटी फ्यामिली मेम्बर्स त फुको एकदम सपोर्टिभ का हजुर एकदमै हजुर आस्ट्रेट चाहिँ तो जी सिङ्गरै जुइरका फर्स्ट डे चाहिँ सोच गेना होलाले जीको चाहिँ छगु इन्ट्रेस्टिङ स्टोरी दु सर हजुर जी चाहिँ मजाले निसे म्याला चोना याद दु गुली वर्ष निसे जी वर्ष चाहिँ याद नरो सर तर 1 क्लास यो इन्सिडेन्ट चाहिँ याद दु हजुर 1 क्लास चाहिँ जीको स्कुलले चाहिँ ट्रेडिसनल ड्रेस सो भएको प्रोग्राम चाहिँ हरेक वर्ष जुया छ प्रोग्राम अहिले जी 1 क्लास भिले चाहिँ मामुना चाहिँ श्वेत धकायङ्का तिला हजुर मामु बाबा न हजुर तर मामुना चाहिँ सिक्रेटली चाहिँ प्लान याना चोङ थुइ त चाहिँ स्टेजे छोया चाहिँ मेहाले हजुर अहिले जी चाहिँ मसिला ऊ ख अहिले मामुना चाहिँ एकदमै आउट अफ नोवेयर चाहिँ बाबुना स्टेज हुना मेहाल्यो नि तका दाइदिला अहिले जी ज्ञात हजुर अहिले वो ढुङ्गा चाहिँ मामुना यो कोही धा ढुङ्गा न जी मौसिने चाहिँ मामुना चाहिँ एक थप्पड नकालेला हजुर अहिले वो ढुङ्गालाई मेरो अप्सनै मरु फोर्सफुल्ली भना हजुर अहिले स्टेज वनेबले चाहिँ एकदमै अफ्रेड एकदमै ग्याउ ख्वा चाहिँ भना अहिले तर जब जी चाहिँ मेहाले त स्टार्ट होइन वो फुक्कै फिलिङ्स चाहिँ कन्भर्ट जुल एकदम पोजिटिभ फिलिङ होला अहिले माम बाबा प्राउड फेस खाना अहिले अडियन्स पिनेको लापा अहिले वो चाहिँ वो लापा चाहिँ एकदमै जित टच जुल जी चाहिँ थुक्यो लागि जी चाहिँ हजुर त्यहाँले आश्रय र थौटक अथवा नेवा आइडल सिजन 2 या विनर जो ला चाहिँ घन मम्मी वो छौ थप्पड नढुका मलाई एकदम हजुर अहिले अबले चाहिँ जब आश्रय फर्स्ट डे स्टेजै वना नि हजुर अहिले वनले ज्ञान चुनाउ ढाला मलाई हजुर अहिले वो चाहिँ उके त ओभरकम चाहिँ ज्ञान हेर्नु हो जस्तै वे ज्ञान मम्मी द छापर नक्ल जी मे माल हानु म्यू छापर ने ख हैन सोचेन हो कि हजुर अब ठ्याक्क वो पर्टिकुलर टाइम तर जी चाहिँ छेला मे हाला चुनाउ के जुल हजुर तर वो थप्पड ने ढुङ्गा चाहिँ स्टेज न हालिउ चाहिँ सब कन्फिडेन्ट न होला हजुर मम्मी थप्पड चाहिँ अठेला ताउ मखुजी जित्ला मम्मी ड्याडी पिन्छ चाहिँ पहिला निसे चाहिँ आठुके चाहिँ छुनो त मे हालिउ चाहिँ क्वालिटी डुरा पहिला निसे स्युज हजुर बिफोर मी अहिले ठुया लिपा टाइममा छ ठुलो ढुङ्गा चाहिँ जी स्कुले सिङ्गिङ कम्पिटिसन जुल जी सेकेन्ड 2 क्लास हजुर ओके छु एक्सपिरियन्स दो कि मेमोरेबल उकी चाहिँ जी चाहिँ जीको भक्त राजाचार्य सर यो हजुर जहाँ छन् बुद्ध कहाँ हालो ए जु ठुन छ हाले तर थोस्या न्य चाहिँ नाज जुन वो झापड नो इन्सिडेन्ट आइदिल्ने हजुर ठ्याक्क वो टाइममा चाहिँ छुमी हालो वो टाइममा चाहिँ एकदमै चले जुको वो टाइममा नमुना बनाइदियो ए ची सुमिङमा जी हो हजुर 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 जुका उके न निफ्लाई नसुर्यामाली नमुना बनाइदियो नमुना बनाइदियो पागलु प्रेमीको नमुना बनाइदियो पागलु प्रेमीको
जुन बाटोमा मायालाई त्यही बाटो नै भुलिदियो वाह थ्याङ्क यू अहिले ठो चाहिँ फर्स्ट 1 क्लासे आउँछु ल हजुर 2 क्लासे चाहिँ जहाँ छन् बुद्ध जुका ठुकेन 2 लाइन प्लिज हजुर जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भवगङ्गा जता जता जहाँ छन् बुद्धका आँखा वाह वाह थ्याङ्क यू सो मच आश्रय यो गुरु पिनी बारे खला बेला आमा छ हजुर आश्रय फर्स्ट साङ्गीतिक गुरु जीको साङ्गीतिक गुरु चाहिँ स्वर्गीय रविन्द्रदास राल हजुर रविन्द्रदास श्रेष्ठ सर हजुर उहाँका चाहिँ अझै मरु हजुर उहाँको नाम चाहिँ जी नेपाल म्युजिक सेन्टरले चाहिँ क्लास गएको हजुर अहिले उहाँको चाहिँ एकदमै सपोर्टिभ एकदमै पोजिटिभ भाइब्स दगु तो गुली क्लासे जी चाहिँ 11 यति नि हजुर जो यससँग नाचाइए क्वेसन ज्वाइनिया मैले ला 2 क्लासे चाहिँ कम्पिटिसन जो सेकेन्ड इज उजला हजुर अनलिपा छुके भएको अनलिपा 3 क्लासे भोलिको नेपाल दागु कम्पिटिसन नि हजुर कम्पिटिसन ओके रिजल्ट छु होला रिजल्ट जी विनर एज हो हजुर अहिले वो चाहिँ स्कुलले चाहिँ ख कि अथवा नेसनल वो चाहिँ नेसनल कम्पिटिसन हजुर ओके फर्स्ट एज हो हजुर जो कङ्ग्रेचुलेसन थ्याङ्क यू सो मच सर जो आश्रय नाच यो वो छ 2 क्लासे सेकेन्ड जुपट्टि भट्टी चाहिँ खन बेला या मासु ल हजुर अहिले उके चाहिँ फर्स्ट डे चाहिँ जहाँ छन् बुद्धका आँखा आउजु ल हजुर लिपा मे छुचुमे हाल खन लिपा चाहिँ वे फर्स्ट क्लास यो नमुना बनाइदियो हजुर अहिले वे निफु ख हजुर आश्रय त चाहिँ वो टाइममा चाहिँ आज जस्तै फर्स्ट जुई छ्या म फुटे हुन्छ एको सोचेन छोइले सुङ थयो कमजोरी वो चाहिँ जीको ब्याक अफ द माइन्डला दुख ख हजुर हजुर छ्यादा सकसियान बाबु गुली बाला फर्स्ट डे जुइमा हुँदा वो कमेन्ट्स त उयो छ न हजुर अलि वो ढुङ्गा चाहिँ जी नेनेबुले चाहिँ जीको चाहिँ प्रोनाउन्सिएसन क्लियर मजु जीको चाहिँ नेवारी टोन होला दका चाहिँ जी त सेकेन्ड लाकुको दका चाहिँ जी नेने खन हजुर अहिले वो उबले चाइल्ड मेन्टालिटी वो खन चाहिँ कोही हिट जुल अहिले वो ढुङ्गा चाहिँ नेपाली फोकस याना अहिले जी नेवा आइडल जोइन बिफोर जोइनिङ नेवा आइडल चाहिँ जी चाहिँ नेपाल भाषा खै मलाई न टोनला नेचुरली वही हजुर जी टोन एज अ सिङ्गर हजुर नेपाल भाषा यो मे हाले बोले नेवा टोने वेमा हजुर नेपाली मे हाले बोले नेपाली टोने वेमा हिन्दी मे हाले बोले हिन्दी टोने वेमा वो भर्सटालिटी चाहिँ मा धका चाहिँ जी चाहिँ वो खले चाहिँ बिलिभ याना तर जे एक्सपिरियन्स यानाको ख ध्यामा छ ऊ बोले 2 क्लासे पासा पिन्सँग सर पिन्सँग गिजे आऊ बोले चाहिँ वो तले चाहिँ डिफरेन्स हजुर वेको पिन्सन चाहिँ छक धासा धका चाहिँ वो तयो जुन प्रोनाउन्सिएसन याने दिल हजुर अहिले जी चाहिँ वे टच छगु जग्गा प्रोनाउन्स हजुर अहिले ब्याक अफ द माइन्ड चाहिँ जी चाहिँ छु गल्ती या हजुर जीको डिसअर्डरै खला वो चाहिँ विकनेस फिल होला मलाई ओके त गेना इम्प्रुभ यामा हैन सोच होला हजुर
अरे वेला तो चाहिँ यो कोस्यु छिउ छौ पीडा ढ्याउ कि छुक होला छि चाहिँ नेवा ख चाहिँ उली बालक विकास मोजु ढ्यामाला मला उके नेपाली वहाँसला छुभटी चाहिँ अपर्च्युनिटी डुरा प्राय मनु त उके भ्याउँछ हुनु छ जो वेला 3 क्लास चाहिँ फर्स्ट एज हुजु होला फाइनली छुमियाला हो याद त 3 क्लास फाइनली देशले रगत मागे जुका ठुके न 2 लाइन देशले रगत मागे मलाई बलि चढाओ रोदिनन् मेरी आमा हुने पलीकी छोरी रोदिनन् मेरी आमा हुने पलीकी छोरी देशले रगत मागे सुबादो सर अलि ठोला लाइफे 3 क्लासे फर्स्ट टाइम फर्स्ट लाउजल नि मलाई हजुर अलि कोही फिल हैन वो टाइम एकदमै युनिक हजुर एकदमै एक्साइटमेन्ट जो चंगु इ ख हो छादा छ वो चाहिँ वान टेक प्रोग्राम अच्छा छगु जग्गामै हाल्यो ए छबु जग्गामै हजुर हजुर वो चाहिँ इन्टर स्कुल नेसनल लिए जुगु हजुर अलि क्वेशन एन्सर राउन्ड दक्को पार्याना चाहिँ फर्स्ट जुला फर्स्ट कम्पिटिसन यानोबले चाहिँ जो चाहिँ टोन्यु कारण जी सेकेन्ड लाटर योको खन ह्याप्ने लाटर हजुर अहिले ठुके चाहिँ फर्स्ट ए लाटर हजुर हामीले उके जी एकदम ज्याना उके रिजल्ट वो उठे जुल के हजुर तर छगु ख चाहिँ सर 1 इयर चाहिँ एकको डिफरेन्स चाहिँ म हो जिगु चाहिँ नेवारी टोन न वया चंगु ख हजुर तर खुसी लाग्यो जुलाई कि जज एपिसोड चाहिँ टोने जग्गा मसोल हजुर 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 डिफरेन्स इन मेन्टालिटी खने त ख ख हजुर नेवार टोन न ब्युटिफुलै ख चाहिँ वो फिल हजुर हजुर जो ठिक जो आतो 3 क्लास जुल अनि 4 क्लास हैन पाकाए कि 4 क्लासेस चाहिँ मकाया सर हजुर अहिले छाले 4 क्लास पार्टिसिपेट मोजु कारण चाहिँ मलाई जी फर्स्ट जिङ ल मको जिगु चाहिँ मचाउले नि चाहिँ एक्स्ट्रा करिकुलर एक्टिभिटी चाहिँ एकको फोकस हैन हजुर अहिले जी चाहिँ ड्राइङ नै हैन हजुर अहिले ड्राइङ अहिले स्पोर्ट्स एज अ सिंगर बाइक आस्ट्रे मसिक माछा छुटा मसिक दि जी चाहिँ डेडिकेटेड पर्सन हजुर जी चाहिँ न्यागु फिल्ड वो सान जी चाहिँ 100% to 100% नै बी जो अहिले 3 क्लास लिपा छु कम्पिटिसन भएको याद हजुर ओ लिपा चाहिँ डिस्ट्रिक्ट वाइड सिंगिङ कम्पिटिसन 9 क्लास ए डिस्ट्रिक्ट वाइड हो हजुर हजुर अहिले उके रिजल्ट विनर उके न विनर जो ल ओ वो फेज तक चाहिँ जिगु नेवारी टोन न म होला इम्प्रुभ जोला नेपाली अहिले 9 क्लास लिपा हामीले मेरो कम्पिटिसन 9 क्लास लिपा चाहिँ 10 थेला एसी फोकस जुल 11 चाहिँ जी इन्डिया हुना इन्डियाले चाहिँ सुश्री सिंगिङ ग्लोबल सिंगिङ कम्पिटिसन हजुर सिजन 5 अहिले वो चाहिँ ग्लोबली कम्पिटिसन हजुर अहिले जी चाहिँ व्हाट्सएपे चाहिँ थगु क्लिप्स छोया हजुर वो न बाबा न रिफर याना दिला अहिले वो ढुङ्गा चाहिँ नेपाल चाहिँ जिजक हजुर सिलेक्ट जुल अहिले एकदमै प्राउड फिलिङ जुल छादा छ इन्टरनेसनली गप्ले न सोचे मयानको चाहिँ याने खने त हजुर अहिले सेमी फाइनल हुना अहिले वो ख चाहिँ एकदमै पोजिटिभली हिट जुल छादा छ इन्डियाले चाहिँ एकदमै रेस्पेक्ट देयर इज अ सिङ्गर फ्रम नेपाल धका चाहिँ एकदमै प्रेज याना दिला वो इम्प्रेसन चाहिँ जी चाहिँ प्रिन्ट याना हजुर वो सोचियान बुले न एकदमै खुसी महसुस प्राउड फिल होला वेला आम खन्यन बुले जिम त एकदम प्राउड फिल जो होला
वेला अलि झिउ चाहिँ आठो भटिजा छुट्या मिडिया यो भटिजा मलाई कमी ढाउ कि छुट्या हो झिन दुला दुखनी नि आश्रय नब थौ ठु खला बला मजु छ जिमसै सिउ मखु मलाई झिन खासला मस्त ठ्या ठासे वना कम्पिटिसन याना अन्न सकेसम्म छौ अचिभमेन्टला हासिल या टुङ्ल खनि नि तर झिसै छौ प्लेटफर्म देखि मफ्या खला होला उसा भटिजा न्हने वन त अथवा ग्रोज त भटि ठाकु गया हजुर कम्पिटिसन चाहिँ यो कोही दु छ खला हजुर अलि अन चाहिँ एक्सपिरियन्स गे छु होला एक्सपिरियन्स चाहिँ अनेस्टली ध्यानमा छ अन गुलिन कन्टेस्टेन्ट दु थना पे कम्पेराना हजुर अलि कम्पेरान बोले चाहिँ चाहिँ यो कोही सिकेमा सिनेमा नि हजुर तका चाहिँ फिल जुल छादा छ इन्डिया यो खल्या बोलेला म्युजिकलीले चाहिँ एकदमै डुबे जुगु नेसन ख अलि छगु खन जोड्या मासु होला अलि नेवा खेलेन नेवा मे हालको चाहिँ इन्डियन सिङ्गर्स चाहिँ यक्कै दु मोहम्मद अजिज कुमार सानु अलि यक्कै दु तर जिसा चाहिँ हिन्दी मे धगा हालेबुले चाहिँ नेवा जुया चाहिँ हिन्दी मे हाल नेपाली जुया हिन्दी मे हाल धगा दाइदी वो चाहिँ जिता चाहिँ ममहरू पक्कै हजुर छादा छ गुली इन्डियन सिङ्गर्स न नेपाली मे न हालेको दु नेवा मे न हालेको दु तर थोन रिजन ख धगा चाहिँ जी फिल याना छा चाहिँ इन्डिया इज बेटर इन म्युजिक इन्डस्ट्री देन नेपाल धगा चाहिँ छादा छ इन्डियाले चाहिँ म्युजिकको बाउन्ड्रीमहरु नागु ल्याङ्ग्वेज न हालादि रेस्पेक्ट या हजुर हजुर यो पूजा याउ हिसाब हो हजुर हजुर एकदम अलि अस्ट्रेलिया चाहिँ नेवा आइडल न जुङला नाचा टाइपले छौ रेस्पोन्सिबिलिटी फिल जुङला मलाई अलि अस्ट्रेलिया चाहिँ इन्टरनेसनली ठोय छौ ख कम्पिटिसन उके न आश्रय भटी चाहिँ खला बलन जेन्सुले युक्वे सेका क्या आङ्गुल थिएछ होला लिपा चाहिँ सेम वे चाहिँ झिसँग थन झिउ खेले चाहिँ हे त छुछु यामा अटे छु विचार दुला जिगु विचारे चाहिँ जी चाहिँ वेलकम जुइमा एकदमै वेलकमिङ टाइप अफ नेचर हजुर कमी कमजोरीला दाइ दाइ हजुर तर न्यागु कमी कमजोरी नै इम्प्रुभ ला याय उसो द ठ्याक्क नक्तिन क्लिक जो चाहिँ जस्तै नक्तिन आश्रय न लाउँदा एकदम यो ल मलाई वेक अप इनु चाहिँ छौ रेस्पेक्ट दो मलाई वेक अप इनु चाहिँ भाषा सानो नक्तिनी अयो दिग्गज पिन्छ नेवामी हाउदो नेपालीमे हाउदो मलाई ओठे चिसन थयु सङ्गीत थयु छोटो जु ख्याइ त चाहिँ पहिला नि चाहिँ रेस्पेक्ट जान डख छ जस्तै दाफा मेल हैन हजुर भजन दाल होला उफुकोमा थोए साङ्गीतिक क्षेत्र जुल्ने होला वो ढ्यासा दाफा अथवा झिसन थोकने कुमार सागर जु मेनिन लेन हजुर होला छौ फिले झिसन छौ रेस्पेक्ट भयो भने आनन्द फिल या होला मिन वो भाइबन अट्र्याक्ट याथे जो जिन्सुले हजुर उके बरु फोकस याना इन्के माटे जो हजुर सर जिगु मेन्टालिटी चाहिँ ओरिजिनालिटी चाहिँ झिसा चाहिँ जिपी चाहिँ क्रिएटिभ मजुला छादासा चाहिँ भाइरल जुगु जमाना चाहिँ द कोही गेना भाइरल जुग छु ट्रेन्ड चले जसन उके लिउ हजुर अलि वो खयाना चाहिँ जिगुको क्रिएटिभनेस चाहिँ डाउनफल जुगु चाहिँ फिल याना जिन वेट हेट नो आछि नेवाट चिसो एको सोचे लेला यो कोइ दुनी हजुर मलाई चिसो उके कन्टिन्यू चाहिँ ब्याचुन लेवल ख आउ केचो ठयर टाइम वे मलाई टाइम मोडले सुजे मको नक्ति आस्ट्रे न ढाटे छु भाइरल जुल उके चाहिँ भ्याउन मजिला हजुर मलाई तर अलि आस्ट्रे न चाहिँ थमेस त चाहिँ इन फ्युचर चाहिँ जी चाहिँ थो जनरेमा सिंगर त मसिक माछा जिता चाहिँ भर्सटाइल सिंगर भर्सटाइल हजुर एसा थैर यो आछु आधुनिक चाहिँ रोमान्टिक सङ्ग्स हजुर स्याड सङ्ग्स यदि जी चाहिँ चुजे या माछा अहिले आश्रय न चाहिँ आश्रय मेढका छौ ओरिजिनल सु हालौ दो हजुर रिलिज हुङ ल हजुर छुमेटे चाहिँ थमेस्याए चोयो लिरिसिस न थमे हजुर सङ्गीत न जिगुए हजुर अलि भोकल न जिगुए गुली द त त्यो चाहिँ 4 वर्ष थियो दत्त जी सर हजुर 4 वर्ष ढाबले
गुली आश्रय गुली वर्ष द नियन मिले जो जी 22 22 द त 18 इयर्स जुबले लिरिसिस्ट न थमे मे हालम न थमे हजुर कम्पोज न थमे सानो हजुर ओहो ढाले मल्टी ट्यालेन्टेड गर्ने यार जु प्लिज थो मे यु न 2 लाइन हजुर थोमेयो टाइटल चाहिँ मेरी मायालु हजुर नेपालीमै हजुर हजुर अनि थोमेयो अन्तरा चाहिँ जो प्लिज तिम्रो तस्बिर बोल्छ तर तिमी भने किन बोल्दिनौ मायालु दुःख पर्दा मेरो आँसु बनी तिमी किन झर्छौ भन मायालु हत्केलामा तिम्रो नाम नभए नि मेरो मनमा कोरेको छु तिमीले मलाई माया नगरे नि मैले सधैँ गरेको छु मायालु 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 मेरी मायालु वाह वाह सुबादु होला वेला ठुमे कन्यन सेबले तो छुटो सुन्दा इमेजिन यानो हो कि तो ढाटे घटे जो घटा हो कि घटे मको सर थो चाहिँ जी चाहिँ छुएन दासा डिफ्रेन्ट रोमान्टिक मुभिज जो अहिले चाने चाहिँ देउने चाहिँ तानपुरा हजुर क्यों अहिले वो टाइममा छु मेलोडी जुल हजुर दक्षिण नापा चाहिँ मेलोडी टिपे हो हजुर अहिले उयो त चाहिँ चित्र कोरिया हो त्यहाँ आउटलाइन तयार चाहिँ लिरिक्स जो चाहिँ जिगु बानी त अहिले जी नियन्त्रण चाहिँ आश्रय चाहिँ वो टाइममा ठ्याक्क टिनेज ले चोखनी 18 ढाले मलाई अहिले अबले चाहिँ छौ फिलिङ्स वइ चुनि नि हजुर हजुर मलाई वो फिलिङ्स त वो न सोठेन जो चाहिँ एक स्वेभले छाडे चाहिँ वो टिनेजर पिते त प्राय वइ चुनि हजुर हजुर मिक्स्ड फिलिङ्स हजुर अहिले गोफुटी चोएर नाटक मे जी चोयुला दु छ तर रिलिज चाहिँ वे छबुति नि आतक चाहिँ आश्रय रञ्जित छौ ओरिजिनल मेड छ वे छबुति नि मलाई हजुर अहिले नेवा आइडल जुइङका नेपाल भाषा यु न छु चुयो अथवा चुएट नो छु दुके जीको प्लान लादु हजुर स्वेसा जी चाहिँ नेपाल भाषामा चाहिँ डेफिनेटली छाता छ रेस्पोन्सिबिलिटी थपे जुल हजुर जीको चाहिँ छु इम्प्रेसन चाहिँ देमा धका चाहिँ अहिले 11 लिपा चाहिँ छु कम्पिटिसन नेपालको याद थो ढुङ्गा चाहिँ रेडियो नेपाली ट्रेनिङ गया हजुर 3 months अहिले वो ढुङ्गा चाहिँ रेडियो नेपाली भोइस टेस्ट बिया हजुर ओके चाहिँ 3rd र्याङ्क पास हो हजुर हजुर थो सिबे नापा चाहिँ जिगु स्वतन्त्र संसार महर्जन सर चाहिँ लकडाउन बेले चाहिँ संसार अनलाइन सिङ्गिङ स्टार चाहिँ छगु प्लेटफर्म बिहा दिला हजुर अहिले उक्यु बारे न बाबा नै इन्फर्म याना दिला अहिले फेसबुके खाना अहिले फ्रस्ट्रेसन जुया चंगु बेले कोरोना ए हजुर हजुर दक्कु छि अहिले ट्राई या मास्ते होला हजुर अहिले ट्राई याना अहिले वो टाइममा न स्वतन्त्र सर चाहिँ इन्टरभ्यू क्या त चाहिँ छे ओया चाहिँ इन्टरभ्यू क्या दिला हजुर अहिले आ सोची यान बिले चाहिँ वो टाइममा चाहिँ गेना चाहिँ सर वो मेन्टालिटी चाहिँ गेना होला तका चाहिँ क्वेसन चाहिँ दु अलि लकडाउन ठ्याक्कै सिरेबिले चाहिँ वेको न चाहिँ फिजिकल्ली जिता क्याम्प तयार दिला हजुर ट्रेनिङ क्याम्प हजुर अलि वो ढुङ्गा चाहिँ फिजिकल्ली ग्रान्ड फिनाले याना दिला हजुर अलि जी चाहिँ सेकेन्ड रनर अप हजुर फर्स्ट सुजुला अलि फर्स्ट चाहिँ जिगु अश्विन प्रधान सर ए हजुर चाहिँ इलाम आश्रय खन्यान बेला आश्रय चाहिँ ब्याक सपोर्ट चाहिँ एकदम बालाटे जग्गाला हजुर डेरी चाहिँ थै क्यायो लागि चाहिँ आछु कम्पिटिसन ज्याचौँ दु घेना बालाउँछौ प्लेटफर्म देखिउली लगे जचौँ खण्डट ढासा
मम्मी चाहिँ भटिजा डाउन जुल अथवा भटिजा माने मोसा चाहे थप्पड नगा छ्या मोजीमा जो मलाई केना ठिर चाहिँ हजुर 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 निमेस्यान सकेसम्म पुस्यान्छौँ खनिका हजुर हजुर एकदमै मलाई उके लागि चाहिँ आस्ट एकदम प्राउड जोडेछ होला हजुर हजुरमा ल्याउने चाहिँ सकेसम्म का ठन छ झरे जुइमा खनि जिमी डुटा वो फिल जुजिका होला हजुर छ्यादा छ जिगु चाहिँ +2 सिधै धुम्का चाहिँ एकदमै डिस्टर्ब माइन्ड अहिले फ्युचरै छु या हजुर +2 सिधै धुम्का तको पास भी एप्रोड वन्यौ अस्ट्रेलिया वन्यौ युएसए वन्यौ दका खलाना छ बोले चाहिँ अहिले जी एकदमै फ्रस्ट्रेटेड ज्याचना बोले चाहिँ त मम्मीले चाहिँ छ मे थ्या चाहिँ सोचे यहाँ मात्रै छादा छ थो म्युजिक चाहिँ सङ्गीत चाहिँ थो गला चाहिँ भगवान कि त चाहिँ युजिया तका चाहिँ मोटिभेट याना दिला अहिले वो न छगु रिजन ख आश्रे पहिला नि चाहिँ साङ्गीतिक क्षेत्र खनि मलाई जस्तै त्यो नेवा आइडल न्य इमा आश्रय हो आइमा आश्रय चाहिँ छु फरक नै नेवा आइडल न्य चाहिँ नेपाल भाषा मे मन्यना नि हजुर अहिले नेवा आइडल वने धुङ्का चाहिँ प्लस पोइन्ट चाहिँ छुजुल दासा जिगु एकला नेवा भए इम्प्रुभ जुल हजुर अहिले मेगु चाहिँ गब्ले मन्यनागु मे चाहिँ निने दता जी एक्सप्लोर याना हजुर छादा छ कन्टिन्युसली 11 मन्थ्स तक चाहिँ थु कम्पिटिसन जुगु अहिले वो जोले चाहिँ डिफ्रेन्ट थाले चाहिँ जी सब पर्फर्म यामा अहिले डिफ्रेन्ट सङ्ग चाहिँ हालेमा अहिले वो टाइममा चाहिँ जी चाहिँ एक्सप्लोर याना अहिले गुल्ली बालागु तर अन्डर रेटेड सङ्ग्स न नेने खाना गुल ठाकुरले जस्तै आश्रय पहिला निन्टो मेला थमेसानो पट्टि चाहिँ हाले अथवा कन्ठ्या अफुलजी नक्तिन ढाँटे जस्तै उली पपुलर मोजु अथवा अन्डर रेटेड सङ्ग्स हाल्ने अयौँ हाल त चाहिँ गुल ठाकुर अथवा कन्ठ्या गुल ठाकुर हजुर जिता चाहिँ बाबा मामु यो सपोर्टै वै न्यागु वर्ड जी चाहिँ मथुला भाषा चाहिँ जी चाहिँ बाबा मामु त नेन्यो नेवा आइडल चाहिँ छगु यो प्लेटफर्मको गाना चाहिँ जिगु भ्या जिगु तजिला जी चाहिँ बेगु चाहिँ छगु दबु ख अहिले थु नेने बेले चाहिँ एकदमै प्राउड फिलिङ जुल छादा छ थगु कम्युनिटी लागि न जुया चङ्गुदु छादा छ जी चाहिँ मनेना कि मेगु कास्ट यु न जुया चङ्गुदु तका चाहिँ मनेना गब्लेन निवाजक नेना अहिले एकदम प्राउड फिलिङ जुला छादा छ संस्कृतिला झिसा बचायान चुनु दु तर सङ्गीत न जिगु चाहिँ प्लेटफर्म बोलाउँदा चाहिँ एकदमै प्राउड फिलिङ जुला अहिले जिता चाहिँ एकदमै अन्डर कन्फिडेन्ट फिल जुला छादा छ नेपाल भाषा हजुर गाना चुनाइ मरु अहिले मेला हाले कन्ठायाना सङ्गीत बुझे जुया लिरिक्स बुझे जुया हाले तर अनला क्याम्प जुई प्रोग्राम्स त जुई अहिले खलाबला याबले चाहिँ केना चाहिँ खल्याउ कन्फिडेन्स उकेना बढी छ डाउन जुलका हजुर तर अर्गनाइजिङ टिम न मोटिभेट याना दिला हजुर थोला यु क्यान लर्न यु क्यान ग्रेजुअली लर्न तका चाहिँ मोटिभेट याना दिला छिन सपोर्ट याना दिला अहिले जी चाहिँ थाना चाहिँ विनरै जो धका चाहिँ ओनमको हजुर छादा छ एक्सपिरियन्स क्या त चाहिँ लेट्स गिभ इट अ ट्राई धका चाहिँ ओनौ अहिले फिजिकल अडिसन चाहिँ जी चाहिँ मिस याना डिजिटल अडिसन तक बाँकी दुले चाहिँ जी चाहिँ हजुर डिजिटल अडिसन बिहा अहिले सेलेक्ट जुल्या अहिले डिफ्रेन्ट फेज पार याना अहिले फर्स्ट टाइम जिगु कन्टेस्टेन्ट पिन अब मिटिङ जुबले चाहिँ एकदमै अन्डर कन्फिडेन्ट ल्याउला अनकम्फर्टेबल ल्याउला
यो फिलिङ जुला हजुर। छादा चाहिँ टक्कै नेपाल भाषा नेवा भ्या खलाइबे खलाइबले चाहिँ जी चाहिँ वाल्ल परिचय हजुर। सुया सुना अहिले ब्याक अफ द माइन्ड चाहिँ जिता चाहिँ सुनान अथे क्वेसन्स या मात्रै याना दि मात्रै दगा चाहिँ फिल हजुर हजुर अहिले ठुवा मिहाल्ले चाहिँ आश्रय त चाहिँ मेन छु माटे जो जस्तै फिलिङ्स माटे चौँ कि फिलिङ चाहिँ ग हजुर गुगुला हरकत क्याउडा नि हजुर मलाई हरकत याना न भरि चाहिँ झिसन निमले भालै तर मेन माउला फिलिङ चाहिँ ख मलाई जिगु पर्सपेक्टिभले चाहिँ यदि फिल ल धासा चाहिँ हरकत चाहिँ आफै होइ ल यसो भएला आश्रय लागि आ त म्युजिक ढामा छ छुक आश्रय लागि मेडिसिन ग लाइफ खचिको लाइफै ख मलाई विदाउट म्युजिक चाहिँ आश्रय न चाहिँ ठोटाइमे भए चाहिँ इमेजिन या ठाकु जिका ल हजुर जी ह्याप्पी जुसा स्याड जुसा न्यागुए फ्रस्ट्रेसनै जुसा म्युजिक चाहिँ मा जी पहिला न छि मन्जिल दाई वेकअप इन अब खाना बेला जोबले वेकअप इन छ न नेवा आइडियली जुन ड्युरेसन दुनी ठो पालिन 11 मन्थ्स दाइदिल मलाई वो चाहिँ भटी चाहिँ योको जु खला मलाई थो चाहिँ 3 महिना उली सिरिक दुसा बाला ए रान खौ हजु पहिला वो आश्रय न स्वेबे घटिस सर जिगु पोइन्ट अफ भ्यूले चाहिँ बच्चा लङ ला ख हजुर तर झिसा चाहिँ न्यागुए कम्पिटिसन भाग क्या ढुङ्गा चाहिँ उके डेडिकेटेड चाहिँ जुइमा हजुर थाउगु ज्याद होता अथवा स्टडी हजुर जिन कलेज तोता होना हजुर वो डेडिकेसन चाहिँ मा हजुर आफ्टर जोइनिङ अथवा बिफोर जोइनिङ चाहिँ झिसा चाहिँ वो चाहिँ सोचे यामा प्राय मनु त्यसो चाहिँ गेट हाइ चाहिँ झिउनेवा आइडलले चाहिँ यङ्स्टर पि चाहिँ भति कम होला अति कम हजुर मतलब वसा जो ढाका यो क्वेसन ढाजु हजुर थोपाली गुली ढुयो चाहिँ यङ्स्टर त 7-8 जना 7-8 जना दुला नेवा आइडल सिजन 2 ले चाहिँ मेमोरेबल मोमेन्ट छौ सेरियामा छ छुयन्दी मेमोरेबल मोमेन्ट चाहिँ फिनाले खास छुमे हालौ जुल अना चाहिँ निपुमे चाहिँ तयारी जुगु ख हजुर छपु चाहिँ कार्यमेजु छसली एला हजुर सुरज बिटवाचार्य सरयु हजुर हजुर अहिले सेकेन्ड सङ चाहिँ यमै द ब्ल्याक हक ब्यान्ड हजुर जो गुपटी मे न्युफलाइन यङ्गदी सोजक सोसागा योमै लिखवे मा योमै निजक न्युसागा योमै तह जय मा योमै छन्यासै पहे बाला योमै छन्यासै पहे बाला लिफो लिफो स्वेमा योमै न्याखु न्याखु क्यामा योमै तस कहे बाला छमै जिमिना सदुम योमै छन्यासै पहे बाला योमै छन्यासै पहे बाला ओ सुबादु फाइनली ठ्याउले पहिला मनेला छौ फिल दर जुइने मको जिल्ला त्यही थिए छु मतलब छु अठे इन्ट्युसन दाइने अठे मवा छु मेन्टालिटीलाई दुख छ तर थाउको पर्फर्मेन्स थाउको मे चाहिँ गेना चाहिँ बालाक्यो हजुर वो चाहिँ फर्स्ट प्रायोरिटी जुइमा गेना विनर जिउमा खो कि गेना मन ट्याक्यो हजुर हजुर जजेस पिनिको मन ट्याक्योला अहिले वो मेले चाहिँ गु वर्ड्स त दु लिरिक्स दु वो चाहिँ झिसा एक्सप्रेस चाहिँ थगु सहयोग माध्यममा चाहिँ हजुर यासा चाहिँ वो चाहिँ अटोमेटिकल्ली चाहिँ वो ट्रफी जुन चाहिँ जिगु मोटिभ हो वो तक चाहिँ आफै हो नि तक चाहिँ थमेसा चाहिँ एकदम इमानदारितापूर्वक हजुर हजुर मलाई थमेसा गुलिफु उली बालको कोसिस आमालका हजुर मलाई झिसा चाहिँ मे पनि नब मखु कि थमेसा आफै नब चाहिँ कम्पिटिसन चाहिँ यहाँमा हजुर कने बेटर जुई कसा अझ बेटर यहाँ अहिले वो चाहिँ मेन्टालिटी चाहिँ देमा तका चाहिँ हजुर जजेस पनि चाहिँ गुली हेल्पफुल मेन जजेस सङ्गीतमा हजुर हजुर वेकअप मिला एकै हेल्पफुल यहाँ थियो वसँग वेकअप चाहिँ नजिकै दाजु अहिले एकै हेल्पफुल
थयो छु कमी कमजोरी वेक बिन्छ अफ स्क्रिन न धाइदिए कि हजुर हजुर अहिले ठयौँ कम्पिटिसन चाहिँ हार्डवर्कलाई जुए जुल अहिले वो बाहेक चाहिँ लक गुली बाँठे जो लक न मा सर तर लक चाहिँ डिपेन्ड चाहिँ जी मजी होला ख तर थै त ठ्याक्क फाइनली जुन निपु सङ आसेन हाल्ने उके चाहिँ आसेन एकदम ठाकु सङ लायो हजुर हजुर ठ्याक्क वो जनरल बाइक हजुर हजुर एकदम छ्या धासा फाइनल जजमेन्ट राउन्डे हालौमे चाहिँ कार्यमिजु छ छलेला हजुर त्यो चाहिँ बच्चा एक्सप्रेसिभ सङ हजुर भेरी सुइटेबल फर कम्पिटिसन हजुर अलि थो सङ यु इन्स्टेड अफ दिस सङ जे चाहिँ यमै लागो जुसा चाहिँ हजुर वो इम्प्याक्ट चाहिँ हजुर लक न होला ओके वेला ऊ फाइनली हान जजेस पिनु न गेजुइरा चाहिँ आठो भर्सेटाइल खकि मको मलाई हजुर अनि चाहिँ यो कुमिनियन दुन आठो मिनो ठो हालफुसा चाहिँ ठो लाइक म खडा झन् ठाकु बिउ खला हजुर वन जुइफु नि हजुर हजुर आश्रय न चाहिँ जुन थो 11 मन्थ चाहिँ आश्रय पिनु जुन कमी कमजोरी धुने उइटा चाहिँ बालाके अन छु एक्स्ट्रा क्लास जुइ कि हजुर क्लासेसला जोगु थु सर जेको चाहिँ ओपन क्याम्प क्लोज क्याम्प्स वो क्याम्पे चाहिँ गेना चाहिँ जेको कन्फिडेन्स लेभल चाहिँ गेना चाहिँ बिल्डअप याउ तका चाहिँ क्लास काया दिला अल्टो झ्यु नेवा आइडल विनर ट्रफी हजुर फर्स्ट टाइम टक्क लाटे लाभले चाहिँ आश्रय त गयो फिल जुल थो चाहिँ सिक्रेट ख जे चाहिँ गब्ले नै सेयर भएन हजुर थो ख चाहिँ जिसा चाहिँ वो ट्रफी चाहिँ वो जुन फाइनली दिन ख हजुर जजमेन्ट न्याय खर्ने त हजुर अहिले दकुसिया चाहिँ भाइहान दिला वो ट्रफी हजुर अहिले जिन भाइहान तर म सोया ट्रफी छादा वो सोय ढुङ्गा चाहिँ छगु थमेसे क्या मखन ल्याउ माइपुसु नि र माइपुसु चुनि अहिले वसिबेन वो क्या त चाहिँ वो मेन्टालिटी वो क्या त जी ए हजुर 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 वो चाहिँ आसे मया हिसाब जुलका मलाई वसा जु म वसा जु हजुर हिसाब फुल्ली फोकस अन व्हाट आई एम गोइङ टु सिङ हजुर हजुर वो चाहिँ थाले अमे फिल का मलाई हजुर ल वेला वला क्यास एन्ड ह्यो जुल जब आका नेवा आइडल सिजन 2 यो विनर आश्रय रञ्जित तका अनाउन्स जुलले अबले चाहिँ गयो फिल एन्ड दिए एकदमै ह्यापी एकदमै ह्यापी जुल हजुर वो टाइममा ठ्याक्क फर्स्ट डे चाहिँ आश्रय दिमागी चाहिँ छु होला जस्तै मम्मी ड्याडी होला कि मलाई अझ छु सोच होला चाहिँ अबले जिगु चाहिँ टक्कै फ्ल्यासब्याक्स होला हजुर जुन झिपिङ 7 जना लाजना चाहिँ हजुर वो मोमेन्टै चाहिँ टक्क फ्ल्यासब्याक्स गेना चाहिँ जे थन वया नेपाल भाषा मनालानको बेला निसे चाहिँ लाना फाइनल तक यो जर्नी चाहिँ टक्क फ्ल्यासब्याक्स हजुर वया चोङले चाहिँ अनाउन्स जुल विनर अफ नेवा आइडल सिजन 2 अहिले 3 सेकेन्ड तिला जिला ब्ल्याङ्के जुला खकि मग्रे हजुर छादा सा बोटिङ न छगु फ्याक्टर दु अहिले जिता चाहिँ थुके चाहिँ बच्चा प्रब्लम जिला तका चाहिँ सोचिन्छ हजुर तर अल्स वेल वेन एन्ड्स वेल दाइ अथवा नेवा आइडल सिजन 2 यो चाहिँ एकदमै बालाउ पक्ष धामा छ छुडो एकदमै बालाउला वे ख जिए एक्जाम्पल ख हजुर गब्ले न नेवा भ्या मलाहु हजुर मनु न पार्टिसिपेन्ट जुया हजुर थगु भ्यायु इम्पोर्टेन्स हजुर हजुर मसिला हजुर वो चाहिँ एकदमै बालाउ फ्याक्टर ख हजुर जी रेकमेन्ड यामासा जी न यङ्स्टर्स त सादा सा
इङ्ग्लिस वा नेपाली चाहिँ एकदमै फोकस्ड मेनली आला मेनली इङ्ग्लिस स्कुल आश्रय इकोस्वेबले आठो नेक्स्ट सिजन चाहिँ सिजन 3 ले चाहिँ ठुलो चिजे सुधारे आशा पट्टि बालै त आउने छुन्डुला हजुर सुधार पर्फेक्टला जुइमको इम्प्रुभ ला यान्छन् मैले हजुर इम्प्रुभमेन्ट देयर इज अलवेज रुम फर इम्प्रुभमेन्ट हजुर इम्प्रुभमेन्ट यामा होला वही खसर जी चाहिँ पर्सनली फेस याना ऊ ख चाहिँ जित चाहिँ न्याबले कमेन्ट भएछ नि पर्फर्मेन्स यो बारे हजुर जीको पर्फर्मेन्स स्टेज प्रेजेन्स दाइ हजुर जीको चाहिँ उली मरु हजुर हजुर तर थोए खले सेमी फाइनल हैन जीको एकदमै नेगेटिभ कमेन्ट्स त होला हजुर हजुर तर जीको पोइन्ट अफ भ्यूले चाहिँ सिङ्गिङ कम्पिटिसन चाहिँ पर्फर्मेन्सलाई दयदै हजुर थौ थासे दु तर झिस पर्फर्म याबले चाहिँ जिगु स चाहिँ आसन त्याडो चाहिँ मेन चाहिँ छिटो सिङ्गिङ कम्पिटिसन नै हो ल हजुर मेन चाहिँ सिङ्गिङै ध्यान दिएमा ल हजुर हजुर बरु लिपा आश्रयना सिजन 2 या विनर जुएजु ल बरु कन्सर्टै वनले भरि जा ससा मलाई मपा नि हजुर उके जज जुइम हो हजुर हजुर ठुकेला मेन सले जजेन जुनले पर्फर्मेन्स चाहिँ ध्यान दिला उके याना हजुर हजुर त्यसले नेगेटिभ इम्प्याक्ट पर्यो छ छ जी चाहिँ पर्सनली फिल याना हो हजुर सेमी फाइनल बेले चाहिँ जिम्मे हालो बेले चाहिँ थै तला ठिकै तला हजुर तर जुन जजेस पिनसँग कमेन्ट याना दिला अथेमको कि पर्फर्मेन्स तर पर्फर्मेन्स सिङ्गिङ कम्पिटिसन चाहिँ पर्फर्मेन्स सिवे चाहिँ सिङ्गिङ चाहिँ फोकस यामा चाहिँ जिको मेन्टालिटी मको थयौँ चिज झन् सेर्यामा हजुर हजुर मलाई जी छोटा एउटा चाहिँ मेना ठने ढासा आश्रय हो जिमो जेनेरेसन ग्याप जिउ गल्ने आश्रय पनि हो जिमो सोच्न पाएँ होला जो जिमसो सोचाइ वो ठोंको नि नु जेनेरेसन चु सोचाइ रह्यो न थयौँ न्याउने वेमा जो मेनला ख आश्रय न ढाउन एकदमै द चित्त बुझेजु ल मेन सिङ्गिङ कम्पिटिसन कम्पिटिसनलाई ख ओ भटी चाहिँ पर्फर्मेन्स चाहिँ ध्यान दिएमा तर मेन जज पनि छ मेन ध्यान बिउला सूर्य ख नि हजुर हजुर जस्तै श्रेया घोषाल वेकअपसँग जजेबले न वेकअपसँग वे ढाइजु मलाई क्ल्यारिटी हो मेन सिङ्गिङै ध्यान दियो बरु पर्फर्मेन्स धाइयो छ लिपा पपुलर जुया स्टेज पर्फर्मेन्स चाहिँ बरु छ हालेमा मलाई मेबी चाहिँ हाँसा जिल वटा अबले चाहिँ पर्फर्मेन्समा तर कम्पिटिसन ढाउला मेन स न जज्या ख नि हजुर मलाई तर वो धन एकदम चिज बुझेजु ल ठुला जज पनि खन्जु ल मलाई वो बाहेक जस्तै छु म्यानेजमेन्ट टिम जी मलाई अर्गनाइजर त्यही हो पहिला मन्जिल दाइ नब खलानोब्ले अथवा आर्से नब खलानोब्ले वेकअप न यो को इम्प्रुभमेन्ट खण्ड तर यसा यदि छु चिजे म्यानेजमेन्ट न सुधारे या आशा सिजन 3 ले चाहिँ ठोस्या बालै त अनि छु सुझाव केमा छ अयु चाहिँ स्पोन्सर्सलाई फाइनलले चाहिँ खन्यो त हजुर ऊ सायद यहाँनिर चाहिँ सायद दुजी तर उली भिजिबल चाहिँ मजु नेवा आइडल सिजन 2 ले चाहिँ सुना हेल्प याउ मलाई नाक्यामा छ जस्तै आश्रय रञ्जित चाहिँ मम्मी ड्याडी के जुएजु ल फ्यामिली मेम्बर्स त बाहेक जो जुन वो नेवा आइडल सिजन 2 टिम जुएमा मलाई चाहे वो अर्गनाइजर जुइमा म्यानेजमेन्ट जुइमा थयुए कम्पिटिटर्स जुइमा होस्ट जुइमा मलाई अथवा जजेस त सुसु ना क्या मासु जुन्डा जितला दक्षिण नापाला अर्गनाइजिङ टिम हजुर मनोज नेवा सर व अन्जिता म्याम हजुर अहिले जुन प्लेटफर्म बिहा दिला उकिलाई चाहिँ एकैको सुगा अहिले वो ढुङ्गा चाहिँ फुक्क कन्टेस्टेन्टले एकै हेल्पिङ टाइप डक्कै एकदम सपोर्टिभ जिनापन खल्याबले चाहिँ यदि कि त अनकम्फर्टेबल फिल जुसा चाहिँ नेपाली हजुर
अहिले वो ख चाहिँ एकदमै जित थिला वो खाना अहिले वही खस थ्याङ्क्स टु एभ्रिवान इन्भल्भ इन दिस सो नाच जस्तै छौ पट्टि चाहिँ आश्रय त चित्त बुझे मोजुपट्टि कमेन्ट्स यो छौ बोला वो चाहिँ चित्त बुझे मोजु खजुल मलाई अठे फलानो चौँ पर्टिकुलर जज बाबुले चाहिँ एकदम नेबुसन नि अथवा वे गर्न चौँ आश्रय त मोटिभेट आओ अथवा चौँ बालाउ कमेन्ट हजुर पास आओ अठे चौँ थो चाहिँ जीको वान अफ द फेभरेट सिङ्गर्स इन नेपाल भाषा जुजु काजी रञ्जित सर चाहिँ गेस्ट जज हजुर जो उहाँ थियो अहिले वो बोले न जीको पर्फर्मेन्स यो बारे कमेन्ट हाने थियो तर वो बोले चाहिँ वेकन चाहिँ गयो इजिली सो पर्फर्मेन्स 50 सौँ जुसा बालै ख तर सूर्यला एकदमै बाला थोसिबेन बेटर जुइफु तका चाहिँ जुन पोजिटिभ हिसाबमा मोटिभेट हजुर कमेन्ट नै हाने दिल जीको जुन विकनेस ख वो नै कमेन्ट हाने दिल तर जीको पोजिटिभ न ताइदिल हजुर वो चाहिँ एकदमै जिजु ऐसा नाचला छौ वेकै छि मेला हाल्दी हुला ला दन एकदम यो मेक ठोय कमेन्ट लागि वेकै त यदि आश्रय न थ्याङ्क यू रा छफु मे वेकै मे हाल माछा छवाल्दी हजुर थो चाहिँ जी चाहिँ जुन निमाडल जर्नी बिले एक्सप्लोर यानौ हजुर दयु ख वो एक्सप्लोरेसन पिरियड चाहिँ थोमे चाहिँ जी चाहिँ लुइका तया अहिले थो चाहिँ जुजगाजी रञ्जित सर यो मेख जिता चाहिँ एकदमै पर्सनली वान अफ द फेभरेट सङ चाहिँ जुइदुङ्गा हजुर अहिले थोमे चाहिँ एकदमै अन्डर रेटेड छन्तलु मङ्का हजुर जो के न निफुलाइने छन्तलु मङ्का गबले जितने अक्सर थथे नाजु छन्तलु मङ्का गबले जितने अक्सर थथे नाजु अथे अथे है खाली गुभोते अथे अथे है खाली गुभोते झो झो कवितालु छन्तलु मङ्का गबले जितने अक्सर थथे नाजु वाह वाह सुबादु होला हजुर आश्रय त चाहिँ फेभरेट सिङ्गर त हामीमा छ सुख आश्रय लाइक नेपाल भाषाले निश्चय सुरु होला नेपाल भाषाले चाहिँ जीको फेभरेट चाहिँ जुजगाजी रञ्जित सर हजुर नेपाली वनी भाषा चाहिँ जी चाहिँ नुगुमे सिबे चाहिँ पुलाउमे चाहिँ नेने यजिता हजुर अलि नारायण गोपाल सर मक्तरा सर हजुर गुलाम अली सर जो वेक अप इन वे छौ बालो छौ मे हाला वेक अप इन द डेडिकेट या माछा छु हाल्दै नारायण गोपाल सर जो गुबटी जे थो चाहिँ तिम्रो जस्तो मुटु मेरो पनि जो प्लिज तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाऊ मलाई निठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि वाह वाह सुबादु सुबास जुवा वेला याक्न त्यो होली फुली न होइन होला होली फुनी छौ मेन ठाउँ हालिमाली होला हजुर ज्यूस जो वे अबिरा होली हालिके छु होला हजुर ज्यूस दक्षि तक पिया वो गुथौथे जागो होली दक्षि तक पिया वो गुथौथे जागो होली उकी सनम हिति पी झिथे जापी जोली
उकिसिन मितिपी झिथे जापी जोली अबिरया होली ता चाया लालसे अबिर छङ्गु ख्वा हिसिदै काबी जो आश्रय आगुलिन चाहिँ सोक्मी पास्पी धुने वेकअप न्यू लाइक चाहिँ आश्रय न चाहिँ छौ मेसेज बिमा छ छुब्याडी न्यागुए डिफिकल्टी होस् लाइफ लाइफ इज अल अबाउट अप्स एन्ड डाउन्स द्याट्स हाउ लाइफ वर्क्स हजुर तर न्यागुए डाउनफल जो छ चाहिँ हार माने आदि मात्रै हजुर थगु जुन इन्ट्रेस्ट ख वो चाहिँ रेस्पोन्सिबिलिटीलाई दयदै रेस्पोन्सिबिलिटी लिसे उता चाहिँ यङ केफेमा हजुर थो चाहिँ जिगु पर्सनली विश टु एभ्री वान हजुर अहिले वही ख म्युजिक इज अ मेडिसिन जी नाच है हजुर हजुर जी गुगु न फेजे दो हजुर उकी लागि चाहिँ देयर इज एटलिस्ट 1 or 2 song related to what you are facing in your life so that can help बेस्ट अल्ठो चाहिँ समस्त सोक्मी पास्पिन जुल हजुर अहिले आश्रय थिएँ ठङ्कुने यङ्स्टर पिन हुने हजुर अथवा थोए खेले वे मासु पि एज अ सिङ्गर थमेस त मसीको मासु पि वेकअप इन द मेसेज बिमा छ थो चाहिँ थो ट्रेन्ड नपाइ रिलेटेड हजुर डोन्ट ओन्ली थिङ्क अबाउट गेटिङ भाइरल छादासा भाइरल जिउ हो पपुलर जिउ चाहिँ जिउको पर्सपेक्टिभ चाहिँ डिफ्रेन्ट टर्म्सको फेमस वो जुई जो चाहिँ डेडिकेटेड जुई थग फिल्ड फर एक्जाम्पल नारायण गोपाल he didn't seek for getting viral. He only focused on doing what he is always doing. वो 3 Idiots से छगु लाइन जुन don't look towards success. Go for the excellence and success will come. पक्कै खा यो आशय वाला थों आशय ना खला वाला याना एकदमै पोजिटिभ भाइब वाला जो ला वाला आठौँ पनि आश्रय पनि थियो यहाँ पनि यङ्स्टर पनि दु होला उकै लागि न एकदमै खुसी लगेछ ल आश्रय न आठोला छौ छुट्या भए छौ फर्स्ट स्टेप ढासान जिल्ला चाहिँ नेवा खेले फर्स्ट स्टेप फर्स्ट एज ल उकै लागि हान्नसँग कङ्ग्रेचुलेसन्स ला फ्युचर यो लागि न एकदम अल द बेस्ट थ्याङ्क यू भेरी मच म्यू न आश्रय अचिभमेन्ट यो बारे चाहिँ मेरो पोडकास्ट चाहिँ खला बोलाइ आएको ठाउँ लागि चाहिँ भ्या सुभा एकैको सुभा छ थ्याङ्क्स फर कमिङ